इरर्स इन चेनिङमा देखिने इरर्सहरू के भन्दा बेसिकली इरर्स occurs when the length of chain is less than or more than the actual length. एक्चुअल लेन्थ भन्दा चेनको लेन्थ यदि बढी भयो यदि कम भयो भने त्यहाँ के दिन्छ इरर्स इन चेनिङ देखिन्छ. The errors coming in chaining may be due to manual, instrumental or natural error भइहाल्यो. अनि यसको एक्जाम्पलको लागि if the temperature is higher than the standard temperature 20 डिग्री सेल्सियस छ भने यदि टेम्परेचर त्यहाँ हाई छ भने त के हुन्छ लिङ्क एक्सपान्ड हुन्छ र लेन्थ बढ्छ अनि त्यहाँ इरर देखिन्छ. लेन्थ बढेपछि हाम्रो एक्चुअल लेन्थ भन्दा त्यहाँ चाहिँ लेन्थ के देखाउँछ डिस्टेन्स सानो देखाउँछ त्यसैले इरर हुन्छ. अर्को छ इफ द रिक्वायर पुल अर फोर्स इज नट एप्लाइड. हामीलाई रिक्वायर पुल अर फोर्स दुईटा पोइन्ट ए र बी भन्ने पोइन्ट छ अनि ए देखि बी सम्म नाप्दाखेरिको रिक्वायर पुल अर फोर्स 80 न्युटन हो. त्यो भन्दा धेरै अथवा कम लगायौँ भने पनि के हुन्छ त त्यहाँ इरर्स देखिन्छ. अनि इररहरू दुई प्रकारको छ. एउटा छ कम्पेन्सेटिङ इरर र अर्को छ क्युमुलेटिभ इरर. कम्पेन्सेटिङ इरर भनेको यस्तो इरर हो एउटै इररमा एउटै मेजरमेन्टमा त्यहाँ पोजिटिभ पनि हुन्छ नेगेटिभ पनि हुन्छ त्यहाँ इन्क्रिमेन्ट पनि हुन्छ डिक्रिमेन्ट पनि हुन्छ. अनि इन्क्रिमेन्ट डिक्रिमेन्ट एकअर्कालाई न्युट्रलाइज गर्छन् र रिजल्टमा खासै धेरै असर देखिँदैन भने त्यसलाई कम्पेन्सेटिङ इरर भनिन्छ. खासै धेरै असर नदेखिएपछि त्यहाँ करेक्सनको पनि नेसेसरी हुँदैन. द इरर विच रिजल्ट्स आइदर इन्क्रिमेन्ट एन्ड डिक्रिमेन्ट बोथ एन्ड कम्पेन्सेट. If the error compensate, the error is compensating error. Due to increment and decrement, they neutralize the error, which does not create more difference on the actual length. This error occur in both directions and there is no more difference on the result. We should जस्तै उदाहरणको लागि चेनमा दुईटा एरो चाहिँ बाहिरपट्टि राख्न पर्ने हो तर लामो मेजरमेन्ट गर्दै जाँदा कतिखेर भित्रपट्टि कतिखेर बाहिरपट्टि भित्रपट्टि बाहिरपट्टि भित्रपट्टि यसरी राख्दै जाँदाखेरि यहाँ आउने माइनर इररहरू के हुन्छ भन्दा एकअर्कासँग न्युट्रलाइज भएर जान्छ र लास्टको एक्चुअल रिजल्ट चाहिँ एक्चुअल लेन्थ भन्दा खासै फरक देखिँदैन. अनि यसलाई करेक्सनको खासै नेसेसरी रहँदैन भने यसैलाई नि कम्पेन्सेटिङ इरर भनिन्छ. अनि कम्पेन्सेटिङ इरर इज डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर रुट अफ लेन्थ. कम्पेन्सेटिङ इरर चाहिँ के हुन्छ भन्दा डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर रुट अफ लेन्थ. अब हामीसँग चाहिँ क्युमुलेटिभ इरर. क्युमुलेटिभ भन्नेको नाममै के चाहिँ एकट्ठा हुनु एकुमुलेट हुनु भनेर बुझिन्छ. द इरर विच इज कन्टिन्युसली. यदि इरर चाहिँ एक लगातार कि बढिरहेछ कि लगातार घटिरहेछ लम्बाइ भने त्यसलाई के भनिन्छ क्युमुलेटिभ इरर भनिन्छ. दिस इरर अकर्स इन सेम डिरेक्सन. के हुन्छ भन्दा यो इरर एउटै डिरेक्सनमा अकर गर्छ र टेन्स टु एकुमुलेट र एकट्ठा कलेक्ट हुन्छ इरर भने त्यसलाई क्युमुलेटिभ इरर भनिन्छ. इक्जाम्पलको लागि के हुन्छ भन्दा इफ चेन वी आर युजिङ इज लार्जर देन एक्चुअल लेन्थ. हामीले प्रयोग गरिरहेको चेन चाहिँ एक्चुअल लेन्थ भन्दा लामो छ र सर्वे गर्दा मेजरमेन्ट लिँदा इरर देखिन्छ भने त्यसैलाई लेन्थ अर स्मलर एन्ड वी आर अननोन विच रिजल्ट्स इन्क्रिमेन्टल on length continuously. This error is directly proportional to length. Cumulative error is directly proportional to length. अब क्युमुलेटिभ इररलाई फेरि हामीले दुई भाग लगाउन मिल्छ. एउटा हो पोजिटिभ क्युमुलेटिभ इरर अर्को हो नेगेटिभ क्युमुलेटिभ इरर. पोजिटिभ क्युमुलेटिभ इरर भनेको के भन्दाखेरि लेन्थ अफ द चेन इज सर्टर देन इट्स स्ट्यान्डर्ड लेन्थ. स्ट्यान्डर्ड लेन्थ भन्दा चेनको लेन्थ सानो हुन्छ भने त्यसलाई के भनिन्छ पोजिटिभ क्युमुलेटिभ इरर भनिन्छ. किन भन्दाखेरि इफ चेन सानो छ भने के हुन्छ डिस्टेन्स धेरै देखाउँछ त्यसैलाई नै के भनिन्छ पोजिटिभ क्युमुलेटिभ इरर भनिन्छ. पोजिटिभ क्युमुलेटिभ इररमा दुईटा कुरा याद गर्नुपर्ने. एउटा भनेको लेन्थ अफ द चेन इज सर्टर देन इट्स स्ट्यान्डर्ड लेन्थ. एउटा यो भयो. अर्को के भयो भन्दा यदि चेन लेन्थ सानो छ भने डिस्टेन्स चाहिँ धेरै देखाउँछ. डिस्टेन्स धेरै देखाएपछि यसको इरर पोजिटिभ हुन्छ र करेक्सन नेगेटिभ हुन्छ. यो पोइन्ट चाहिँ दिमागमा कन्सिडर गर्नु पर्यो. If the length is continuously increasing, then actual length positive cumulative error occurs. Continuously increasing भइरहेछ लेन्थ इन्क्रिज भइरहेछ भने के हुन्छ डिस्टेन्स धेरै देखाउँछ
भने त्यसलाई के भनिन्छ पोजिटिभ क्युमुलेटिभ इरर भनिन्छ लेन्थ अफ द चेन इज सर्टर देन इट्स स्ट्यान्डर्ड लेन्थ भन्दा चेनको लम्बाइ चाहिँ के हुन्छ सर्टर हुन्छ लेन्थ अनि चेन सानो भइसकेपछि के हुन्छ भन्दा डिस्टेन्स चाहिँ फेरि धेरै बताउँछ डिस्टेन्स बढी देखाउँछ अनि यसको के हुन्छ इरर चाहिँ पोजिटिभ हुन्छ पोजिटिभ क्युमुलेटिभ इररको पोजिटिभ हुन्छ डिस्टेन्स धेरै देखाउँछ चेन सानो हुन्छ अनि करेक्सन चाहिँ के हुन्छ नेगेटिभ हुन्छ पोजिटिभ क्युमुलेटिभ हुनुपर्ने कारणहरू के हो भन्दा एउटा चाहिँ स्याक करेक्सन्स स्याक लत्रिँदाखेरि के हुन्छ भन्दा पोजिटिभ क्युमुलेटिभ इरर हुन्छ अर्को चाहिँ इफ टेम्परेचर इज लेस टेम्परेचर कम भयो भने बढी भयो भने त एक्सपान्ड हुन्थ्यो चेन लामो हुन्थ्यो डिस्टेन्स थोरै देखाउँथ्यो तर इफ टेम्परेचर इज लेस भयो भने कन्ट्र्याक्ट हुन्छ चेन के हुन्छ सानो हुन्छ अनि डिस्टेन्स धेरै देखाउँछ अनि के हुन्छ पोजिटिभ क्युमुलेटिभ इरर हुन्छ अर्को लिङ्क त्यहाँ भएको लिङ्कहरू बेन्ड हुने खुम्चिने भयो भने पनि के हुन्छ भन्दा चेन लेन्थ सानो हुन्छ डिस्टेन्स धेरै बताउँछ र पोजिटिभ क्युमुलेटिभ इरर हुन्छ अर्को लिङ्क निक्लिँदा स्लोप करेक्सनको लागि बेड रेन्जिङको लागिहरू पनि के हुन्छ भन्दाखेरि पोजिटिभ क्युमुलेटिभ इरर हुन्छ स्लोप करेक्सनको लागि ए र बी भन्ने पोइन्ट लिँदैछौँ हामीले ए र बी भन्ने पोइन्ट लिँदैछौँ अनि हामीले स्लोप मेजरमेन्ट स्लोपतिर जाँदैछ भने के हुन्छ भन्दा लेन्थ त बढी देखाउँछ लेन्थ चाहिँ बढी देखाउँछ त्यही भएर यो के भयो पोजिटिभ क्युमुलेटिभ इरर भयो रेन्जिङ पनि एलाइनमेन्ट ए र बी सिधा हो तर हामी माथितिर गयौँ भने एलाइनमेन्ट यताउति देखाउँदाखेरि लेन्थ त बढी देखाउँछ पनि यो पोजिटिभ क्युमुलेटिभ इरर भयो अब हामीसँग चाहिँ नेगेटिभ क्युमुलेटिभ इरर भनेको नेगेटिभ क्युमुलेटिभ इरर इज अकरिङ ड्यु टु द लेन्थ अफ द चेन अर टेप इज लङ नेगेटिभमा चाहिँ के हुन्छ भन्दा लेन्थ अफ द चेन अर टेप चाहिँ के हुन्छ चेनको लम्बाइ लामो हुन्छ चेनको लम्बाइ लामो भइसकेपछि डिस्टेन्स चाहिँ सानो देखाउँछ भने त्यसलाई के भनिन्छ नेगेटिभ क्युमुलेटिभ इरर भनिन्छ यसमा पनि याद गर्नुपर्ने कुरा के भन्दा नेगेटिभ क्युमुलेटिभ इरर इज अकरिङ ड्यु टु द लेन्थ अफ द चेन अर टेप इज लङ्गर देन इट्स स्ट्यान्डर्ड लेन्थ अनि चेन अर टेप लामो भइसकेपछि के हुन्छ भन्दा लेन्थ लम्बाइ चाहिँ थोरै देखाउँछ यसको नेगेटिभको इरर सधैँ नेगेटिभै हुन्छ र करेक्सन चाहिँ के हुन्छ पोजिटिभ हुन्छ लेन्थ जस्तै नेगेटिभ क्युमुलेटिभ इररको इरर नेगेटिभ हुन्छ करेक्सन पोजिटिभ हुन्छ नेगेटिभ किन भयो भन्दाखेरि लेन्थ चाहिँ थोरै देखायो त्यही भएर नेगेटिभ भयो लेन्थ किन थोरै देखायो भन्दाखेरि चेन चाहिँ लामो भयो उल्टो चेन लामो भन्नु भनेको लेन्थ थोरै देखाउनु हो अनि द इरर विच एक्चुअल लेन्थ थोरै देखाउँछ भने त्यसलाई नेगेटिभ क्युमुलेटिभ इरर भनिन्छ इफ चेन लामो छ भने लेन्थ थोरै देखाउँछ थोरै देखाउनु भने नेगेटिभ हुनु हो नेगेटिभ हुनु भनेको इरर माइनस हुनु हो करेक्सन पोजिटिभ हुनु हो टेम्परेचर हाई यसको रिजनहरू के भन्दा यदि टेम्परेचर हाई छ भने अब लेन्थ लामो देखाउनलाई टेम्परेचर हाई छ भने त्यो चेन लिङ्क एक्सपान्ड हुन्छ र लेन्थ धेरै देखिन्छ अर्को चाहिँ लिङ्क खुल्यो ओपन भयो माइनर ओपन भयो भने त्यो लेन्थ धेरै देखाउँछ अनि अर्को चाहिँ पुल इज मोर पुल धेरै भयो स्ट्यान्डर्ड पुल 80 न्युटन भन्दा नि पुल धेरै भयो भने चेन लेन्थ धेरै देखाउँछ यिनीहरू चाहिँ रिजन हो लेन्थ धेरै देखिनुमा अनि लेन्थ धेरै देखियो भने के हुन्छ नेगेटिभ क्युमुलेटिभ इरर हुन्छ भनेको लेन्थ अनि जसले गर्दाखेरि इरर नेगेटिभ हुन्छ करेक्सन पोजिटिभ हुन्छ Negative cumulative occurs due to the length of the chain tape is longer than its standard length. अनि चेन र टेप लामो हुन्छ खासमा हुनुपर्ने लम्बाइ भन्दा चेन र टेप लामो भयो टेम्परेचर बढी भयो चेन एक्सपान्ड भयो अनि चेन र टेप लामो भयो भने अब खासमा अब लेन्थ चाहिँ थोरै देखाउँछ नाप्ने मेजरमेन्ट चाहिँ थोरै देखाउँछ जसले गर्दाखेरि नेगेटिभ क्युमुलेटिभ इरर हुन्छ इरर माइनस हुन्छ करेक्सन पोजिटिभ हुन्छ यति कुरा चाहिँ याद गर्नुपर्छ